राजनीतिक कर्मीहरूको होइन यहाँ अब नयाँ लिडर्सहरू भेटाउने बेला हो। काम गर्न दिनु पर्यो सरकारले। बस्ने वातावरण, काम गर्ने मान्छेको खुट्टा तान्नु भएन। एकदम महत्त्वपूर्ण के छ भन्दाखेरि जहिले पनि यस्तो विषयमा राजनीतिक कर्मीहरूले सबै क्रेडिट लिन खोज्छन्। यो नितान्त नागरिकले गरेकोमा एकबद्धता जनाउन आएको। सरकारले काम गर्न दिनु पर्यो। दुई दलीय जुन यो संयन्त्र छ, संविधानले नचिन्ने अरू सबैले चिन्ने, उनीहरूले काम गर्न वातावरण बनाउनु पर्यो। र हामी आएको राजनीतिमा पनि नेपालमा बसेरै केही गरौँ भन्ने वातावरण सृजना गर्नलाई हो। र तर काम गर्ने मान्छेहरूको जुन खुट्टा तान्ने प्रवृत्ति, जुन बाधा अडचन लाउने प्रवृत्ति छ, त्यसको विरुद्ध चाहिँ म सांसद हुँ। मैले सदनमा हल्ला गर्ने हो, चिच्याउने हो। यो नितान्त नागरिकहरूको आन्दोलन हो। यसमा